अमला रोकाको थुन्चेक बसमा के भयो त यसबारेमा पूरा जानकारी। प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकार दुर्गेश थापालाई किन दिए त बधाई के भने यसबारेमा पूरा जानकारी। इजरायल र इरानको बीचमा अमेरिका कुदेपछि इरानको यस्तो प्रतिक्रिया। अमेरिकाको आक्रमणपछि इरानका राष्ट्रपतिसँग भारतका प्रधानमन्त्री मोदी बीच टेलिफोन वार्ता के भयो त छलफल यसबारेमा पूरा जानकारी। फ्याक्ट चेक क्यान्सर पीडित मेरी वाजपेयीकी अप्सरा आमाको निधन भन्दै झुटो खबर फैलाइयो किन। काङ्ग्रेस र एमालेलाई मन परेन रासपाको निलो यसबार भिजिट भिसा प्रकरणको बारेमा। दर्शकबिन नमस्कार, तपाईले हेर्दै हुनुहुन्छ देश विदेशबाट नेपाल खबर युट्युब च्यानल। तपाईलाई हार्दिक स्वागत छ हाम्रो युट्युब च्यानलमा। यदि तपाईँ नयाँ हुनुहुन्छ, हामीसँग अझै पनि जोडिनु भएको छैन भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला। हाम्रो मेहनतको लागि एउटा लाइक गर्न पनि नबिर्सनुहोला। दर्शकबिन अब लागौँ आजको पहिलो विशेष खबरतर्फ। प्रधानमन्त्री केपी शर्मा ओलीले गायक दुर्गेश थापालाई उनको चर्चित गीत दुश्मन हेरेको हेरेले 10 करोड भ्युज पाएकोमा बधाई दिएका हुन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत थापा र उनको सृजनाको प्रशंसा गर्दै बधाई दिएका छन्। आफ्नो सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत सङ्गीतमा रुचि देखाउन थालेको दुश्मन हेरेको हेरै गीतको भ्युजबाट थाहा भयो। दुर्गेश थापाको यो गीत सुन्नेको सङ्ख्या 5 महिनामा 100 मिलियन अर्थात् 10 करोड पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई। गायक दुर्गेश थापा पछिल्लो समयका चर्चित कलाकार हुन्। उनको दुश्मन हेरेको हेरे गीत सार्वजनिक भएको छोटो समयमै 10 करोड पटक हेरिएको छ। यो गीत सामाजिक सञ्जालमा भाइरल भएको थियो। प्रधानमन्त्रीको यो बधाई सन्देशपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरू पनि आइरहेका छन्। अब लागौँ अर्को खबरतर्फ। हङकङबाट तस्करी गरेर ल्याएको 60 किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोका विरुद्ध आइतबार भएको थुन्चेक बस नसकेपछि मुद्दा हेर्दैमा राखिएको हो। रोकाको मुद्दा काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश बलराम लम्सालको इजलासमा परेको थियो। सुन प्रकरणमा फरार प्रतिवादी रहेकी रोका शुक्रबार टोखा नगरपालिका 3 स्थित सूर्यदर्शन हाइटबाट पक्राउ परेकी थिइन्। थुन्चेक बस नसकेपछि उनलाई सिआइबीको हिरासतमा फिर्ता गरिएको छ। राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको 60 किलो सुन प्रकरणमा उनका श्रीमान बेल्जियन नागरिक दावा छिरिङ पूर्वपक्षका लागि थुनामा रहेका छन्। 2080 साउनमा दोस्रो साता छिरिङ पक्राउ परेपछि अमला रोका फरार भएकी थिइन्। रोल्पा घर भएकी अमला 60 किलो 716 ग्राम सुन तस्करीमा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष रहेको छ। अमला माओवादी केन्द्र उपमहासचिव वर्षमान पुन अनन्तसँग निकट रहेका छन्। रोल्पा काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष भएर काम गरेकी अमला र अनन्तको बीचमा पारिवारिक सम्बन्ध रहेको सो पार्टीका कार्यकर्ताले बताएका छन्। 2080 भदौमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अमलालाई फरार प्रतिवादी बनाएर अदालतमा सुन तस्करीको मुद्दा दायर गरेको थियो। अब लागौँ अर्को खबरतर्फ। अमेरिकाले इरानमा बमले हमला गरेको केही घण्टापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति मसुद पेन्जिकिया बीच फोन वार्ता भएको छ। इरानका प्रधानमन्त्रीसँग फोनमा कुरा गरेको जानकारी मोदीले एक्स पोस्ट मार्फत दिएका हुन्। उनले लेखेका छन्, मैले इरानका राष्ट्रपति मसुद पेजेक्सियानसँग कुरा गरेँ। हामीले वर्तमान अवस्थाबारे विस्तृत रूपमा छलफल गऱ्यौँ। मैले सैन्य द्वन्द्वमा गहिरो चिन्ता व्यक्त गरेँ र तनाव कम गर्न वार्ता र कूटनीतिको बाटो तुरुन्तै अपनाउन आफ्नो आह्वान दोहोऱ्याएँ। मैले क्षेत्रीय शान्ति सुरक्षा र स्थिरताको चाँडै पुनर्स्थापनाको माग गरेँ, उनले लेखेका छन्। भारतीय सञ्चार माध्यमको दाबी अनुसार फोन इरानका राष्ट्रपति पेजेक्सियानले प्रधानमन्त्री मोदीलाई गरेका थिए। यस क्रममा राष्ट्रपति पेजेक्सियानले वर्तमान अवस्थाबारे प्रधानमन्त्री मोदीलाई विस्तृत जानकारी दिए। फोनमा कुराकानी 45 मिनटसम्म चलेको थियो। इरानी राष्ट्रपतिले भारतलाई क्षेत्रीय शान्ति र सुरक्षा स्थायित्व प्रदान गर्ने, मित्र साझेदारका रूपमा वर्णन गर्ने र तनाव कम गर्न संवाद र कूटनीतिका लागि भारतको अडान र आह्वानका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन्। अब लागौँ अर्को खबरतर्फ। भिजिट भिसा प्रकरणको विषय उधिनेर संसद अवरुद्ध नाराबाजी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासपा अहिले बहिष्कारको तहसम्म पुगेको छ। संसदमा मन्त्रालयगत विनियोजित बजेटमाथि छलफल भइरहेको छ, तर रासपाले संसद बहिष्कार गरेको छ। आइतबार पनि रासपा संसद बहिष्कार गरेका हुन्। उनले बहिष्कार गरेर पनि हिँडेका हुन्। उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठनको अड्डी बसेको रासपाले गत जेठ 14 गते यता संसद अवरुद्ध गर्दै आएको छ। सुरुमा रासपासँगै उभिएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्तापक्षीय दलहरू नेपाली काङ्ग्रेस नेकपा एमालेसँग 2 बुँदे समझदारी गरेर संसद खुलाइसकेको छ, तर रासपाले संसद खुलाएको छैन। सत्तापक्षीय दलहरू काङ्ग्रेस एमाले दलैपिच्छे सहमति गर्न नसक्ने बताउँदै संसद माओवादी केन्द्रसँगको सहमतिमा आधारमा चल्ने बताइएको छ।
आफूलाई रचनात्मक दावी गर्ने राष्ट्रसभा संसदले यसबीचमा लबीमा बस्नेदेखि नीलो स्क्वायर लगाएर संसद छिर्नेसम्म गतिविधि गरेका हुन्। सत्ता पक्ष दलहरू कांग्रेस एमाले यी दुवै कुराको विरोध गरेका छन्। लबीमा बस्दा जुत्ता फुकालेको र नीलो स्क्वायर लगाउँदा मर्यादित पोसाक नभएको भन्दै कांग्रेस एमाले विरोध गरेका हुन्। कांग्रेस एमाले अझ मुख्यतः नीलो स्क्वायरमै केन्द्रित भएका छन्। उनीहरूले संसदमै यसको विरोध गरिरहेका छन्। अब लगौँ अर्को खबरतर्फ। हास्य टेलिङ श्रृङ्खला मेरी बादशाहमा अप्सराको भूमिकाबाट परिचित कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको भन्दै आइतबार सामाजिक सञ्जाल टिकटकमा विभिन्न पोस्टहरू आइरहेका थिए। केही पोस्टमा उनको निधन भएको उल्लेख गरिएको छ भने केहीमा श्रद्धाञ्जलीको सङ्गीत राखेर भिडियो बनाइएको छ। तर नेकपानको फ्याक्चरले निधनको खबर झुटो भएको देखाएको छ। स्तन क्यान्सरबाट ग्रसित शीर्षको स्वास्थ्य अवस्था भने दिनानुदिन बिग्रदै भएको पाइएको छ। आइतबार 8 असार 2082 जुन 2025 मा बिहान करिब 8 बजे सामाजिक सञ्जाल टिकटकमा राधिका तिवारी नामक अकाउन्टबाट एउटा भिडियो पोस्ट भयो। भिडियोमा क्याप्सनमा आमाको वैकुण्ठमा बास होस् लेखिएको छ। उक्त भिडियोमा सबैले हँसाउने अप्सरा आमालाई सम्झना मात्रै छोडी हामीबाट सदाका लागि बिदाई भएर जानुभएको छ लेखिएको छ। उक्त भिडियोमा गायक पुष्कल शर्माले गाएको गीत प्रथा बोलको गीत राखिएको छ। जो सामग्री तयार पार्दासम्म उक्त भिडियोमा 65,000 बढी भ्युज आएको छ।